हुँदा पनि भाटबन्डीबाट भाटबन्डीमा जुन चाहिँ आगजनी भयो यो दुःखद भयो, यो दुःखद भयो, नहुनुपर्ने थियो। त्यसैले गर्दाखेरि मैले त्यो मलाई चाहिँ दिनको घटनालाई मैले त्यहीँ बिर्सेँ। म यो संस्थाको चाहिँ मुख्य व्यक्ति भएको नाताले मैले त्यही नै बिर्सेँ। त्यसलाई म कहिले पनि चाहिँ जीवन कोट्याएर त्यो के भयो पास्ट हिस्ट्रीलाई मैले हेर्नेवाला छुइनँ। अथवा हामीले हेर्नुपर्ने हुने, हामीले के हेर्नु पर्यो, के हेर्नुपर्छ भने अघि तपाईँलाई भने नि जापानमा जुन चाहिँ 1945मा जुन चाहिँ ठुलो बिमबाट नागासाकी र हिरोसिमा जुन मलाई चाहिँ बमबाट भएर जापानिजहरू त्यस्तो ठुलो चाहिँ के भनेदेखि क्षति भयो। त्यसपछि जापान भयो। जापान संसारको चाहिँ के भनेदेखि चाहिँ एकदम विकसित मुलुकमा हो। त्यस्तै जो प्लेनको चाहिँ इन्जिन बनाउने कम्पनी उसले चाहिँ के भनेदेखि त्यो पुरानो घटनालाई चाहिँ बिर्सेर अहिले उसले चाहिँ के भनेदेखि BMW कार एउटा चाहिँ लग्जरी कारको रूपमा लिइन्छ र एउटा चाहिँ प्रेस्टिजियस मलाई चाहिँ एउटा चाहिँ के भनेदेखि भेहिकल मलाई गाडीको रूपमा लिइन्छ। उहाँले विश्वभरि प्रख्यात गर्नुभयो। त्यस कारणले मैले सबै भाइ बहिनीहरूलाई र सबै यहाँ चाहिँ मलाई चाहिँ मिडियाका साथीहरूलाई भन्छु त्यो 2022 साल भाद्र 24 घटनालाई हामीले बिर्सियौँ। अब हामी अगाडि जाने र तर त्यो अगाडि जाने क्रममा मैले के भन्ने गरेछु भनेदेखि हे भगवान् अब उपरान्त मेरो देश नेपालमा यस्तो कहिले नहोस् भन्दै मेरो आजको दुई शब्द यहीँ टुङ्ग्याउँछु र सबै आम मलाई चाहिँ भाइ बहिनी र चाहिँ आम नेपाली जनसमुदायलाई के भन्छु भने अब नेपाल राम्रो हुन्छ, राम्रो हुनैपर्छ। खैर नेपालमा जुन दुर्घटना भयो त्यो दुर्घटनाको ठुलो चाहिँ के भनेदेखि चाहिँ शिकार, त्यो घटनाको ठुलो चाहिँ के भनेदेखि मतलब चाहिँ भाटबन्डीले बोक्नु पर्यो। त्यो बोके तापनि भाटबन्डीले हिम्मत राखेको छ। भाटबन्डी कहिले बसिरहेको छैन। आज यो हाम्रो जुन चाहिँ 12वटा भाटबन्डी जुन जिरो भएको थियो त्यसमा चाहिँ एउटा उठ्यो। अब चाँडोभन्दा सबै कर्मै रूपले उठ्छ। भाटबन्डी मात्रै उठ्दैन, नेपाल उठ्छ। नेपाल कसैको कुनै पनि देशमा गएर चाहिँ के भनेदेखि अर्काको घरमा गएर चाहिँ मतलब अर्काको प्रतिष्ठानमा गएर काम गर्दैन। नेपालीले आफ्नै सिर्जना गर्छ। हामीसँग क्षमता छ, हामीसँग हिम्मत छ, हामी गर्छौँ, वी क्यान। तर त्यसमा के गर्नु पर्यो भने नेगेटिभलाई, जुन नेगेटिभिटी छ, जुन गलत कुरा छ त्यसलाई चाहिँ हामीले के सम्झनु पर्यो भनेदेखि आम नेपाली दाजुभाइ दिदीबहिनीहरू आम सबै मतलब चाहिँ पत्रकार मित्रहरू लेखेको छ भने त्यो 2022 साल भाद्र 24 गतेमा नेपालको जति पनि नेगेटिभिटी छ त्यो त्यही दिन जल्यो। अब पोजिटिभ कुरामै छ। अब हामी मेहनत गर्नु मात्रै सिक्छौँ। अब हामी आफ्नो कर्ममा अगाडि बढ्छौँ र एक दिन हुन्छौँ, चाँडोभन्दा चाँडो हुन्छौँ। हामी जापानिज जस्तै हुन्छौँ। जापानको जुन घटना भयो त्यस्तै हुन्छौँ। हाम्रो प्राइभेट कम्पनी जुन छ BMW कारले जसरी चाहिँ प्रगति गर्यो त्यही हामी त्यसै गर्छौँ र नेपाल देशको त्यो देशलाई हामी चाँडोभन्दा विदिन द 15 डेज 15 वर्षभित्रमा हामी सम्पन्न देशको नागरिक हामी हुन चाहन्छौँ। र यसमा चाहिँ सबै हाम्रा चाहिँ के भनेदेखि नेपाली जनसमुदायले पनि यो मैले गर्ने होइन, हामी सबैले गरौँ भन्ने मैले चाहिँ अनुरोध गर्दै आज मेरो दुई शब्द हिँड्छु र सबै भाइ बहिनीलाई अब हामी उठौँ, अब हामी जागौँ। अब हाम्रो मतलब चाहिँ गन्तव्य धेरै पर छ, हामी धेरै पर जान्छ र आज संसारको सम्पन्न देशको नागरिक भएर चाहिँ हामी चाहिँ मर्नेछौँ। त्यसको लागि हामीले कडा मेहनत गर्नु पऱ्यो, हामीले पोजिटिभ थिङ्किङ गर्नु पऱ्यो, हामीले अरूको लागि चाहिँ के भनेदेखि सहयोग गर्नु पऱ्यो भन्दै आफ्नो दुई शब्द हिँड्छु। धन्यवाद।